Hello, what's up, guys? Good morning, guys. Welcome back to my new vlog, guys. तपाईँहरू सन्चै हुनुहुन्छ गाइज? म नि सन्चै छु। गाइज अहिले कति बजेर होला? सायद 7:10 होला। आज चाँडै अलि उठियो। बाँकी दिन त अलि ढिलो 8 बजीसम्म उठ्थेँ। तर आज चाहिँ चाँडो उठेर भाउले भन्नुभयो एकछिन तल बस्थ्यौ भनेर बसिरहेको छु। अब एकछिनमा नुहाउन जान्छु अनि नुहाएर पढ्नु पनि बस्नु छ। तर पढ्नै मन छैन यार गाइज आज खोइ के भएछ। पनि अब नुहाएर आउँछु। देन गाइज नुहाएर आइसकेको छु। अब आजको मौसम नि कस्तो च्यालेन्जिङ टाइपमा छ। गर्मी पनि लास्टै छ आज। अब एकछिन यहाँ तल डुलिरहेको छु। डुलेर त्यसपछि पढ्न बस्छु। केही खाजा खान्छु अनि पढ्न बस्छु। मेरो खाजा नि आइसक्यो। दही चुरा एन्ड भुजिया। देन गाइज अब नयाँ च्याप्टर चाहिँ सुरु गरेको छु। ग्लाउकोमा भनेको जुन चाहिँ हामीले नेपालीमा जलबिन्दु भन्छौँ। लामै च्याप्टर छ। अब सुनवर्षा जाँदैछु, सामान आइसक्यो भनेर त्यही रिसिभ गर्न गइरहेको छु। गाइस सिन चाहिँ यो छ यहाँ कि मैले सामान चाहिँ एमाजोनबाट मगाएको थिएँ। तर सामान चाहिँ आयो तर ब्रोकेन र युज आएछ। अनि त्यही सामान चाहिँ चेक गरेर अनि पठाइरहेको छु भिडियो साथीलाई कि यो सामान चाहिँ बिग्रेछ भनेर।